हेलो हाय सम्पूर्णमा सेवा नमस्कार सबैजना आराम हुनुहुन्छ होला हैन म चाहिँ आज मेरो गाउँ सन्तपुर गाउँपालिका 1 पुगेको छु 1 को अधिकारी भन्ने ठाउँमा र आजको यहाँको यसो गाउँ घुम्ने क्रममा हाम्रो साथीभाइहरु चाहिँ लोक्ता खुर्किँदै रहेछ अनि हाम्रो गाउँ चाहिँ यसरी लोक्ताहरू गरेरै जीविकोपार्जन गर्ने चलन छ सिस्टम छ कसैलाई ढाडछल गरेर खाने चलन छैन हो यसरी आफै परिश्रम गर्ने अनि आफै खाने आफै भन्दा अरूलाई आउनेलाई नि खुवाउँछौँ त है फेरि हामी त हो अनि हामी चाहिँ यसरी दुःख गर्छौँ कसै यसरी सफा गर्दै झुन्डाउने कोही यसरी खुर्किने यसको बोक्रा चाहिँ एउटा पनि हुनु भएन हैन त एकदम सफा हुनु पर्यो कालो पनि हुनु भएन हैन हो यो पुरा सुक्नु पर्यो हैन त ए ल ठीक छ अरु के छ खबर ठिकै छ तिम्रो नाम त के भयो मेरो नाम अनि दाजु धमाधम यो खुर्काइ चाहिँ यो एउटा पनि बोक्रा चाहिँ हुनु भएन हैन बोक्रा क्लियर हुनु पर्यो यो जापानिजलाई हैन यसको त यो उ बनाउँछ नि त हैन के जापानी एन ए यो बाहिरै जान्छ नि त है यहाँ चाहिँ कसले खरिद गर्छ हौ गाउँमै गर्छ है को जीवन काकाहरूले गर्नुहुन्छ ए यहाँको निकै ठुलो व्यापारी नै भइसक्यो त जीवन दाई पनि काका पनि अनि हाम्रो हेन्सम केटाहरू जेएनजीहरू चाहिँ यसरी दुःख परिश्रम गर्छ के चट जेएनजीले चाहिँ यसरी परिश्रम गर्ने हो हैन भाइ हो अनि के छ अनि भोट कार्ड बनाएको छैन हौ कति वर्ष पुग्यो 21 वर्ष पुग्यो भोट लिस्ट बनाएको छैन यसपालि भ्याइएन हेत्तेरी मलाई हराएको नि केटाको एक भोट भयो नि खेर गएको नि मेरो केटाले मलाई भोट दिन्छ होला भनेको त बनाएन रहेछ नि तिम्रो पालम फेरि खुल्छ चिन्ता नगर मेरो पालम ल मेरो भाइले के यो बोक्रा खुर्काइ यो सजिलो हुँदो रहेछ नि त हैन यो निकै सजिलो हुँदो रहेछ अब हुन चाहिँ मस्त अल्छेलाई चाहिँ देख्दा सजिलो तर काम गर्नेलाई चाहिँ गाह्रै छ है सजिलै छ काम गर्ने हो परिश्रम गर्ने मान्छेलाई हैन ठीक छ नि व्यापारी चाहिँ आज नयाँ ल्याइदिएको छु मैले उक्काउँदै हुनुहुन्छ यो चाहिँ तपाईहरुलाई उक्काउँदा चाहिँ केजी सिस्टम दिन्छ कि के छ यसको केजी सिस्टम कसरी केजी दिन्छ उक्काको 100-110 ले दिन्छ है उक्काको केजीको सुकाएपछि कि यो केमा जोक्छ सुकेपछि आफ्नो आफ्नो यो चाहिँ के सबैको संयुक्तमा गर्छ कि आफ्नो आफ्नो गर्नुहुन्छ ए तपाईको घर त यहाँ कहाँनेरि खोलाचोक ए ल धमाधम रहेछ ल एकछिन न परिश्रम गर्न निकै गाह्रो छ पसिना बगाएर पसिनालाई पैसामा परिणत गर्नको लागि धेरै गाह्रो छ यति दुःख कष्ट छ यो टुसारो पर्ने ठाउँ बरफ जन्मिने ठाउँ हो यो लोक्ता चाहिँ कस्तोमा हुन्छ त्यो पनि हेर्न चाहन्छु त म चाहिँ यसरी परिचय पनि गराउँछु म मान्छे फेरि खतरा हो कि हजुर माइत गाउँ मेरो बुहारीको माइत जमुना अनि सबिन सरको चाहिँ घर उता जमुना भएकोले गर्दा चिनजान गराउँदैछु म एउटा कुना कन्दराको व्यक्ति हुँ र मेरो घर गाउँमा बस्ने हाम्रो घर गाउँको युवाहरू चाहिँ यसरी परिश्रम गर्छ र आफ्नै परिश्रम र पसिनामा रमाउने गर्दछ यो लोक्ता भन्ने चिज चाहिँ यो है यसकै कागज बनाउँछ आजको भिडियो हजुरहरूलाई यति नै फेरि पनि म एउटा कुना कान्दरामा बस्ने व्यक्ति हुँ सन्तपुर गाउँपालिका 1 को एकदमै कुना कान्दरामा बस्ने व्यक्ति हुँ र यहाँको युवा यहाँको चाहिँ सोसाइटीले आफ्नो जीविकोपार्जन यसरी नै गर्छ
र आफ्नो पसिनामा रमाउँछ, पसिना बगाएर पैसामा परिणत गर्छ र यसरी नै रमाउने गर्दछ है भन्दै आजको भिडियो यहीँ रोक्न चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला। हस् त, बाई।